सबैजना सन्चै आरामै बसिनुहुन्छ होला। यहाँहरूको माया र यहाँहरूको आशीर्वादले म पनि आरामै छु है। सो त्यही हो गाइस, आजको न्यू डे र न्यू भ्लगमा फेरि पनि तपाईँहरूलाई स्वागत छ। सो आजको भ्लग चाहिँ अति बवाल फेरि पनि हुने खालको छ। यो तेस्रो भ्लग भन्नुपर्छ। यहाँहरूको मायाको कारणले भ्लग नबनाऊँ भन्दाखेरि पनि फेरि भ्लग बनाउने एउटा चाहना जाग्यो, जसको कारणले फेरि अर्को भ्लग आउँदैछ। आजको भ्लग चाहिँ घुसबाङतिर हुनेछ। घुसबाङको जेठाङसी मेलामा आजको भ्लग अति बवाल हुने खालको छ। मेलाभित्रमा देखिने सबै कुराहरू आजको भ्लगमा समेटिनेछन्। सो त्यही हो गाइज, अन्तिमसम्म हेरिदिनु होला, माया गरिदिनु होला। यहाँहरूको मायाप्रति म अत्यन्तै आभारी छु। सो त्यही हो गाइज, हामी मेलातिरको यात्रा भन्नुपर्छ है त। ल दाइहरू यता हुनुहुन्छ। बाई दाजु ल यता माइजूहरूको घरमा आयौँ। अब माइजूहरूले हामीलाई के दिनुहुन्छ हामी त्यही खानुपर्ने हुन्छ है त। ल दाइ, अब माइजू घर आएपछि त ससुराली घर आएपछि के हो यस्तो सेतो सेतो? माउली घर। मगराज सर के खाँदै हुनुहुन्छ? मगराज सरले मही है दाइ? ए दुध खाँदै हुनुहुन्छ। सो त एलिसन भान्जो कस्तो हुँदैछ दुध? मिठो छ है। ल ल एनपी दाइ हजुर कस्तो हुँदैछ दुध? लगभग राम्रो भइरहेछ, एकदम मिठो छ, एकदम मिठो छ है। ल हाम्रो साइनोले माइजू है दाइ, हाम्रो नि माइजूले मलाई पनि दिनुभयो। माइजूले ल माइजूलाई पनि धेरै धेरै धन्यवाद है माइजू। ल ल यता हेर्न सक्नुहुन्छ गाइस, त्यही दुध खाने अब रमाइलो छ त हौ। ल खाइदिनु जाने ल मिठो छ गाइस एकदम। हेलो एभ्रिबडी, के छ गाइस? चाहिँ हाम्रो यहाँ चौरी नाच हुँदैछ है। दुईजना धामीहरूले चाहिँ चौरी नाच नाच्दै हुनुहुन्छ, तपाईँहरू देख्न सक्नुहुन्छ है। यस्तो छ माहौल। अहिले चाहिँ थुप्रै धामी धमिनीहरू नाच्नु भएको थियो भने अहिले चाहिँ यहाँ दुईजना मात्र यसरी चौरी नाच नाच्दै हुनुहुन्छ है। लगाए चाहिँ घुसबाङ्गेनी तरनीहरूलाई हेर्नु होला है। मुस्कानै बाबा आजको भ्लगहरूमा देख्न सक्नुहुन्छ मेलामा नाचगान समाप्त भइसके पछाडि यहाँ गीत गाउँदै पैसा माग्ने कार्यक्रम चलिरहेको छ है। सो आजको मेला पनि बवाल भयो। जेठाङसी मेलाको माहौल भन्नुपर्छ घुसबाङको है। घुसबाङको जेठाङसी मेलाको माहौल। साह्रै लड्नु भयो कि क्या हो? ताना तान्भो हाना हान्भो। अब यस्तै छ, बवाल छ, दामी छ, ताना तान्छ हाना हान्छ होइन। सो त्यही हो, मेलामा बवाल रमाइलो भइरहेको छ है। गीत गाउने कार्यक्रमसँगै सबैजनाको आफ्नै स्वरमा गाउने नाचगान गर्ने कार्यक्रम, पैसा माग्ने। सो बवाल छ है।
यता हुन्छ मनबहादुर बवाल छ बवाल अंकलले अन्डाको ग्यारेज बोक्यो अन्डाको ग्यारेज बोक्यो छुटेर किन खानेलाई चुट दियो मायावानको पाठ बवालै बवाल तिमीलाई सम्झने दिनको मर्चानी सलाला हातमा चुरोट अर्को हातमा अन्डाको बट्टा यताबाट पैसा दिइसक्नु भएको छ एनपी दाइले मगरा दाइ दिनुभयो पैसा मगरा दाइले पनि दिने क्रममा हुनुहुन्छ ल मगरा दाइ मगरा दाइ गयो ल आशिष पनि हाल्नुभयो पाहुनालाई स्वागतम नमस्कार बवाल भन्नुपर्छ बवाल सो आजको उपस्थितिमा अति बवालै छ भन्नुपर्छ अरू सबैजना घर गइसक्नु भयो तैपनि मान्छेहरूको उपस्थिति यस्तो बवाल चाहिँ हुनुहुन्छ यता हुनुहुन्छ आजको यो के अरे धामीहरू है धामी धमेनीहरू नाच्ने घर आजको जटाङ्सी मेलाको घर भन्नुपर्छ यो चाहिँ आज पूजा गर्ने घर त सबैजनाले पूजा गरिसक्नु भएको छ हाम्रो एकजना धामी यता हुनुहुन्छ है ल स्वतः यो गाइस यतातिर आज पूजाको घर भन्नुपर्छ यहाँहरूको परम्परादेखि चल्दै आएको एउटा आफ्नो धार्मिक आस्था भन्नुपर्छ उहाँहरूले आज सम्भवतः समाप्त गरिसक्नु भएको छ स्वतः यो अब हामी पनि फर्किने क्रममा यता आमाहरू बसिराख्नु भएको छ मेलामा आउनु भएको छ सबैजना रमाइलो छ है आज अति रमाइलो छ उहाँहरूलाई पनि कोही नाचगान है कसैको बसाइ कसैको के होइन देख्न सक्नुहुन्छ यादैमा दमा बजाउने कार्यक्रम भन्नुपर्छ चल्छ सबैजनाले बजाइराख्नु भएको छ यहाँ कतिवटा होला 10-15 जति दमा चाहिँ छ है अब दाजु तर नङ बब्बल झर्नुहोस् डुङ्सियारोमा तर नङ नचमान हाल्छ नि बब्बल नलेख्यो मा बाजु एकदम ट्यालेन्ट आमामा यता बुढेसकाल जस्तै कि नङ यता लुजा लोन्द्रे नसो पासेर आबा हो रे ओहो बाब्रो माडु सिका मानी ल रमाइलो धापुरी हो दाजु ल सक्नुहुन्छ गुस्बाङ्गेनी मैयाहरू आमामा फोटो खिच्ने रे ल चानु फोटो खिच्दे रे फोटोग्राफर यता हुनुहुन्छ एलिसन बुढा मगर ल देरा पोज गया छु रे हेताउट स्टाइल ल हो त्यो शान्ति रे होइन उसले लिउँछ के दामी लिउँछ ल त्यो दुईजनालाई के भएर उता फर्किन्छ नि ल पोजको स्टाइल हेर्नु गाइस ल अति बवाल छन् फेरि आमामा मुस्कानै कडा दुईजना नखिच्ने रे सक्नुहुन्छ है जटाङ्सी मेलाबाट फर्किने क्रम जारी कोहीहरू यहाँ आउँदै हुनुहुन्छ कोहीहरू पछाडि हुनुहुन्छ है पछाडि अझ कोहीहरू माथि नै हुनुहुन्छ है कोहीहरू अन्तिममा हुनुहुन्छ गर्दै जाने पो हो त त्यस्तो त होइन नि अब कम्बर किन देखाउनु भएको है खोइ अलि तल देखाउनु त्यसो नभन न हे माया हो पाल्पा जाडा उराली झरी आया आबा माया हो पाल्पा आमा तपाईँ त कति राम्री हो के नगर्नु न ओ बडा राउकुडी चाहिँ लान्छ हे आऊ भुक्ने सेलारो
सब देखिराख्नु भएको छ क्या ल होइन के त्यो पत्रकारले मात्र बोल्छन् र हामी जस्तो नर्मल मान्छे नि त बोल्नु पायो के रे ल ल ल ल ल मगराज सर कता हो के ल बोल्नु आजको मेला के कस्तो भयो सबै भन्नु के आशा परियार म चाहिँ आज 2083 साल 2 महिना जेठको यसो के रे जेठाङ्सी मेला जेठा बोल्नु न बोल्नु राम्रो छ क्या ल जेठाङ्सी मेला जेठाङ्सी मेला धामी नाच्नेहरू त्यति हो मेला भनेको हो र आज कति मेला तपाईँलाई भन्नु न मलाई यति राम्रो रमाइलो लाग्यो रमाइलो भयो है तपाईँको घर कति टाढा हो यहाँदेखि मेरो घर यहाँदेखि लगभग लाग्छ आधी घन्टा अन्त एउटा कुरा है अब केटी मान्छेलाई उमेर त सोध्नु हुँदैन थियो अरे त्यही पनि यदि सोधिहाल्यो तपाईँको उमेर कति हो मेरो उमेर 22 आम कति राम्ररी देखिनु भएको छ त्यही त कल्ल जवान उम्रेको आमा बवाल देखिनु भएको छ है उहाँलाई कहाँ हुनुहुन्छ तपाईँको श्रीमान मेरो श्रीमान डोल्पा हो ल डोल्पाबाट आफ्नो श्रीमानलाई के मेसेज पठाउनुहुन्छ तपाईँले मेरो बुढालाई हजुर मेरो बुढालाई के भन्नु र मेरो आज रमाइलो मेला लाग्यो है रमाइलो गर्नुभयो भनिदिन्छ सो त्यही हो गाइस यता सबै यता प्रतिक्रिया तपाईँले सुन्नुभयो सबैजना यही अन्त्य हुन्छ होला सायद आज ल भान्जेले आफ्नो मिच्चु भेट्नु भएको छ फाइनली गाइस हेर्नु हो ल भान्जे के भन्न चाहनुहुन्छ आफ्नो मितलाई ए मैले मित अरे के हो आज कहाँ मित हो र मेरो ए मित होइन है अरे मेरो डगी हो के ए ल बवाल डगी छ है लट्टीमा इमान्दार कसैलाई पनि टोक्दा नि टोक्दैन होइन आफ्नो घर आएको पाहुनालाई यस्तो रेस्पेक्ट दिन्छ हिजो यसकै घरमा सुतेको हामी है मान्छे ल उहाँ आओ बोपाल चाउजुल जेरामा ल त आओ बोपाल चाउजुल जेरामा एकचोटि मुस्कुराउनु न आमा हेर्नु मुस्कान त आमा नसकिने के सो फाइनल गाइस आजको भ्लगमा अगाडि सबै कुराहरू देखिसक्नुभयो अब भ्लगको अन्तिम चरणमा छौँ हामी अब मेलादेखि जान लाग्यो होइन मान्छे सो अहिले चाहिँ हामी भन्नुपर्दाखेरि म यहाँहरूसँग फोटो खिचिवरी धेरै कुरा अब त्यो कुराहरू पब्लिकमा सेयर गर्नु हुँदैन गाइस सो हामी चाहिँ अब फर्किन लाग्यो भान्जे आजको मेला के कस्तो भयो यसो हाम्रो दर्शकहरूलाई भनिदिनु पर्यो हजुर चाहिँ मलाई राम्रै ठिकै लाग्यो होइन मान्छेहरू चाहिँ खासै त्यस्तो थिएन त्यही पनि जो रमाइलै भयो खाइयो बस्यो अनि त्यसपछि हल्का एकछिन नाचियो पनि समग्रमा भन्नुपर्दा मलाई एकदम ओके ठिक छ मलाई ठिक लाग्यो मलाई सो गाइस त्यही हो आजको ब्लग सायद सम्भवतः यति नै कुराहरू देखियो होला जति कुराहरू देखियो अन्तिमसम्म यहाँहरूको माया देखिन पाइयो मायाप्रति अत्यन्त आभारी रहँदै फेरि पनि अर्को भ्लगमा भेटिने बाचाका साथ छुटिन्छु यहाँहरू सबैजनाको जय होस्